पनि हुन्छ भनौँ मेन कोडै यही हो त्यसपछि यहाँ चाहिँ अब धेरै कुरा देख्न पाइन्छ अब प्लेन आएको सिप आएको अब लाइक अब समुद्रको बिचमा आइल्यान्ड जस्तो छ यहाँ पुलहरू छ अब काठको पुल यो चाहिँ अब यहाँ पाउने माछाको प्रजाति यो समात्न पाइएन समात्न पाइएन यिनीहरू चाहिँ समात्न पाइएन यो समातेको फेला पर्यो भने फाइन हान्छ पुलिसले लिएर जान्छ अनि त्यो माथिपट्टि चाहिँ मान्छे मरेको कतिजना मऱ्यो भनेर चिनिने रहेछ यहाँ ल्याएर नानीले हामीलाई छोडेको छन् अब नानीसित केही जानकारी नानी आउँदैछ नानी जानकारी लिने प्रयास गर्नेछु मैले नानीसित लापेरोस नाम पनि लापेरोस छ र हेर्नुहोस् यो ढुङ्गाको मिनिङ अलग होला यो समुद्रको मिनिङ अलग होला यो जङ्गलको मिनिङ अलग होला एकदम मिलाएको जस्तै सबै यति राम्रो छ कि जता गए पनि समुद्र एकदमै राम्रो कति राम्रो सिनहरू त्यस्तै है समुद्रलाई अलग अलग दृष्टिकोणले हेर्न पाइएछ त्यही हो यता पार्क छ पुरा यता समुद्र छ ल हेर्नुहोस् लापेरो आर्टिफिसियल बनेको छ यो धेरै टाढाबाट हेर्न आउने यो काठको पुल भएर होला नेचुरल पुल छ बस्न पनि आनन्द लाग्ने धेरै मजा लाग्यो हेर्नुहोस् अस्ट्रेलियाको बसाइ ल सम्पूर्ण हाम्रो लोकप्रिय युट्युबको साथीहरूलाई दर्शन भेट गर्न चाहन्छु म आज अस्ट्रेलियाको लापेरोस भन्ने ठाउँमा घुम्नको लागि आएको छु साथसाथै घुम्नेको साथसाथ तपाईँहरूलाई यो भ्लग पनि देखाउने प्रयास गरेको छु मैले देख्दा बुझ्दाखेरि यो लापेरोस भन्ने जग्गामा यता समुद्र बिचमा यो काठको पुल र प्लस यो पार्क र यो भिडियो सुटिङहरू देख्दाखेरि यो हेर्दाखेरि रोमान्टिक जग्गा लाग्छ र मैले यो लापेरोस भन्ने जग्गाको विषयमा थाहा नभए पनि तपाईँहरूलाई त्योहरू देखाएर भरपूर मजा दिने प्रयास गरेको छु र यसमा मलाई थाहा छैन यसको तपाईँहरूले भरपूर गुगलमा सर्च गरेर पाउन सक्नुहुनेछ र मैले त्योभन्दा पनि आज लापेरोस भन्ने जग्गाको अस्ट्रेलियाको पोइन्टहरू प्लस यो समुद्र जताततै समुद्रै छ त्यसको देखाएर गोप्रो के ठाउँ अरे नानी हो लापेरोस अस्ट्रेलियाको लापेरोस भन्ने ठाउँमा घुम्दै फिर्दै आइयो लापेरोस पाउलाई मैले लापेरोस भन्ने ठाउँको सिन मैले देखाउनु तपाईहरुलाई लापेरोस मैले बुझे अनुसार जाने अनुसारको यहाँ यो अस्ट्रेलियाको लापेरोस भन्ने ठाउँ यहाँ सबै फोटो खिच्ने प्लस मजाले भिडियो बनाएर बस्ने ठाउँ देखेँ मैले छोरी प्लस फ्यामिली सनसेट खिच्दै छोरीले जग्गा जग्गामा घुमाएर हाम्रो मनको आशंकाहरू पुरा गरिरहेको छन्
यता बाबु हुनुहुन्छ साइमन प्लस मेरो नानीको साथी लापेरोस। माछा मार्न पनि पाइँदो रहेछ यहाँ त। लाइसेन्स चाहिन्छ है, तर कति सानो सानो माछा हो पर्छ होला है। जाने उताबाट होला नि बाटो। ल यो भन्दा पनि मैले ल हेर्नुहोस् त नै पर्छ तपाईँहरूलाई दर्शकबिन। ल हेर्नुहोस् कि सिनहरू कैद गर्न मन लाग्यो मलाई। लापेरोस भन्ने अस्ट्रेलियाको समुन्दर पार्क तपाईँहरूलाई देखाउने प्रयास गर्दैछु है। धेरै राम्रो है। समुद्र छ। समुद्रलाई अलग अलग दृष्टिकोणले हेर्न पाइएछ। त्यही हो, यता पार्क छ पुरा, यता समुद्र छ। ल हेर्नुहोस्, लापेरोस भनेर चिनिने रहेछ। यहाँ ल्याएर नानीले हामीलाई छोडेको छन्। अब नानीसित केही जानकारी, नानी आउँदैछन्, हामी जानकारी लिने प्रयास गर्नेछु मैले नानीसित। लापेरोस नाम पनि लापेरोस छ। ल हेर्नुहोस्, यो ढुङ्गाको मिनिङ अलग होला, यो समुद्रको मिनिङ अलग होला, यो जङ्गलको मिनिङ अलग होला। एकदम आर्टिफिसियल बनेको छ। यो धेरै टाढाबाट हेर्न आउने यो काठको पुल भएर होला, नेचुरल पुल छ। बस्न पनि आनन्द लाग्ने, धेरै मजा लाग्यो। हेर्नुहोस्, अस्ट्रेलियाको बसाइ मा धेरै जग्गा घुम्दैछु र सम्पूर्णलाई मैले यहाँको विषयमा जानकारी नभए तापनि त्यो जानकारी भिडियो मार्फत मैले गराइराखेको छु तपाईँहरूलाई। र भन्नुपर्दाखेरि एकचोटि अस्ट्रेलियामा एकदमै विकसित देशको त कुरै नगरौँ, देश विकसित छ। यो देशमा अब आफ्नो सिस्टममा छ। अहिले जाडोको सिजन हट्न लागिसकेको मैले जानकारी पनि गर्न पाएँ। अनि गर्मीको सिजन चल्छ। बडा मजा लाग्यो सिन देख्दा। यहाँ ल्याएर ढुङ्गाहरू, काठहरू एकदम के यहाँ देख्नै पाइन्न। तर यो देख्नको लागि मान्छे कति टाढाबाट आउँदो रहेछन्, सुटिङहरू हुँदो रहेछ। बडा मजा लाग्यो। त्यही हामी उहाँ खेले जस्तो त हो त्यो होइन, तर यसको ल आज साइमन श्रेष्ठबाट 2-4 शब्द जान्छ। बिजु छे श्रेष्ठ एउटा पार्ट्स भयो होइन। चलो मैले श्रेष्ठै भने, अब बिजु छे भन्न अलि ऊ लाग्ने कि है, सायद नसुनेको कास्ट जस्तो लाग्ने कि। साइमन बिछुच्छे श्रेष्ठ एउटै हो, त्यस कारण मैले श्रेष्ठै भने। त्यस कारण साइमन बाबु यहाँ अस्ट्रेलियामा बसेको 7 साल भयो। मेरो साथीको, मेरो छोरीको साथी पनि हुनुहुन्छ। र यो ठाउँको विषयमा 2-4 शब्द सोध्न चाहे बाबु। अस्ट्रेलिया आएको पनि हामी धेरै दिन भइसक्यो, धेरै जग्गामा तपाईँहरूसित घुमिएछ होइन। अब थाहा नभए पनि एउटा के भने, एउटा मेमोरी टाइपको भिडियो बनाइराखेको छु। र प्लस यहाँको भ्यूहरू देखाउनको लागि फोकस गरेको छु। र यो ठाउँको नाम के हो बाबु? यो ठाउँको नाम चाहिँ लापेरोस हो। अनि यो ठाउँ चाहिँ सिडनीको एयरपोर्टको नजिकै पर्छ। हजुर। अनि यो ठाउँ चाहिँ
एउटा टुरिस्ट डेस्टिनेसनै हो अनि मान्छेहरू यहाँ चाहिँ फोटोहरू खिच्नको लागि अब सनसेट सनराइज त्यस्तै गरेर अब माछा मार्न नि आउँछन् माछा मार्न नि आउँछन्। अब यहाँबाट चाहिँ प्लेनहरू देखिन्छ उडेको ल्यान्ड भएको सिपहरू ल्यान्ड भएको उडेको साइडमै बोट नि छ। सिडनीको सबै सामान यहीँ नै आउँछ बेसिकल्ली अब यहीँबाट सब सिडनीभरि अस्ट्रेलियाभरि नै डिस्ट्रिब्युट हुन्छ भनौँ मेन पोर्टै यही हो। त्यसपछि यहाँ चाहिँ अब धेरै कुरा देख्न पाइन्छ अब प्लेन आएको सिप आएको अब लाइक अब समुद्रको बिचमा आइल्यान्ड जस्तो छ यहाँ पुलहरू छ अब काठको पुल एकदम पुरानो पुल हो यो अब जस अलिअलि नेपालको भाइब चाहिँ दिन्छ यसले चाहिँ। अनि अब यो ठाउँ अलिकति डेन्जरै छ अब मान्छेहरू परेको नि साइन राखेको छ त्यही भएर मान्छेहरूलाई चाहिँ नजिक नजाऊ भन्छ छालले तान्छ भन्छ। अब त्यो कुराहरूलाई नि हेर्नु पर्यो भ्यू भनेर नजिक जानु भएन। मैले पार्क देखेँ कि होइन तलपट्टि हजुर यो होइन हामी आउँदाखेरि हामीले गाडी पार्किङ त्यहाँ गरिएको छ त्यो पनि होइन म त त्यहाँबाट पनि कति राम्रो सिनहरू देखिने रहेछ टावरहरू होइन पार्कहरू प्लस यो सबैको होइन एउटा आएर हामी जस्तो तपाईँ जस्तोलाई त अब त्यति उ छैन हामी जस्तो आउने 3-4 महिना 2-4 महिना घुम्न आउँदाखेरि हजुर यहाँ एउटा अब यही समुद्रमा तपाईँहरूले 10 चोटि घुमायो होला तर अलग अलग कोणबाट देखाइरहेछ तपाईँहरूले होइन। हामीले हेर्दाखेरि तपाईँहरू त्यही समुद्र हो भन्नुहुन्छ होइन तर एउटा कोणबाट हेर्दा अलग देखिन्छ अर्को कोणबाट हेर्दा अलग देखिन्छ कि होइन। अस्ट्रेलियामा सबै मैले बुझेअनुसारको जति पनि छ सबै समुद्रले नै घेरेको देश रहेछ जस्तो मलाई लाग्यो कि होइन। हजुर त्यही नै हो सबै समुद्र नै हो समुद्रको एउटा कुना अर्को कुना अब सबैको आफ्नो विशेष छ अब कहाँबाट के कुरा देखिन्छ कहाँबाट के कुरा देखिन्छ। यो के हो बाबु यो चाहिँ अब यहाँ पाउने माछाको प्रजाति यो समात्न पाइएन समात्न पाइएन यिनीहरू चाहिँ समात्न पाइएन यो समातेको फेला पर्यो भने फाइन हान्छ पुलिसले लिएर जान्छ अनि त्यही माथिपट्टि चाहिँ मान्छे मरेको कतिजना मऱ्यो त्यही अब होइन यहाँ तलै छ बोट त यो त एउटा कासल टाइपकै हो डिफेन्सको लागि किनकि यो पोर्ट र एयरपोर्ट यहाँ नजिक भएको कारणले गर्दाखेरि यहाँ चाहिँ डिफेन्सको मान्छेहरू नि हुन्छ। अनि त्यो चाहिँ लाइट हाउस हो पहिलाको लाइट हाउस हो हजुर पहिला चाहिँ अब नानी बाबु आउँदै के हो यो बाबु आइसक्रिम ल यहाँको आइसक्रिम खाइहाल्नु पर्यो। ल दर्शकबिन म अहिले अस्ट्रेलियाको यो लापेरोस भन्ने ब्रिजमा छु काठको ब्रिज रहेछ काठै काठको यो देख्दा पनि यहाँ अनौठो लाग्यो मलाई। यहाँ अब यस्तो नेचुरल हाम्रो नेपालको जस्तो याद आयो मलाई किन भन्दाखेरि यो लापेरोस भन्ने जग्गामा प्रपोरली हामी सिडनीबाट 10 किलोमिटरको डाँडामा पर्छ यो र हेर्नुहोस् यता समुद्र छ यता समुद्र ब्रिजमा पुल छ र प्लस यसमा भिडियो सुटहरू भइरहेको छ ऊ त्यहाँ गएर मैले देखाउने प्रयास गर्छु अचम्मै मजाको ठाउँ छ। ल हेर्नुहोस् लापेरोस भनेर चिनिन्छ यसलाई ल हेर्नुहोस् पर्दै छ भने तल सुट पनि हुँदैछ ल हेर्नुहोस् है दर्शक सुटिङ हुँदैछ यहाँ पिक्चरको ल हेर्नुहोस् है क्या दामी छ भिडियो सुटिङ हुँदैछ पिक्चर सुटिङ हुँदैछ यो लापेरोस भन्ने ठाउँको मैले पर्दै छ तपाईँहरूलाई ल हेर्नुहोस् दर्शकबिन यहाँ त गाईको छाप जस्तो देखेँ मैले। हामी अब समुद्रको तल आउने प्रयास गरेका छौँ। ल हेर्नुहोस् यो हो लापेरोस भन्ने ठाउँ एकदमै
ल हेर्नु समुद्रको छाल ओ यहाँ नानी यहाँ ठिक हुन्छ होला नि त्यही छालमा जान ठिक हुन्न हो र ओ यहीँ यहीँ अस्ट्रेलिया आएर यसरी समुद्रको छेउछाउमा यसरी घुम्न पाउँदा एकदमै राम्रो लाग्यो अस्तायो है कस्तो गर्थ्यो अब यस्तो ढुङ्गाहरू पनि एकदम मिलाएको जस्तै सबै यति राम्रो छ कि जता गए पनि समुद्र एकदमै राम्रो कति राम्रो सिनहरू त्यस्तै है हो घाम डुब्न आट्या ल ल समुद्र देख्न पाइने रहेछ यहाँ ल हेर्नुहोस् आफ्नो सेफ्टी पनि हुनुपर्छ मैले तपाईँ अरू देखाएँ ल हेर्नुहोस् यही पुल प्लस यहाँको पहाड हेर्नको लागि मान्छेहरू भिड भएका छन् पहिला त अब आँखाले हेरेरै हेर्नुपर्छ अब अहिले पो रेडारहरू आएको छ पहिला चाहिँ अब आँखाकै भरमा अब यिनी सिप आइरहेछ होइन यो सिप आइरहेछ त्यो सिप आइरहेछ भनेर सबै मेन पोइन्टहरूमा त्यस्तो लाइट हाउसहरू त्यस्तो चाहिँ राखिराखेको हुन्छ यहाँ चाहिँ तपाईँसित धेरै ट्राभल गरियो होइन अब गाडीमा पनि धेरै ठाउँमा घुमाउनु पऱ्यो एउटा कुरो सोध्न मन लाग्यो गाडीको विषयमा होइन मैले अब हामीले नेपालमा गाडी चलाइन्छ तर यहाँको चलाइ र नेपालको चलाइ धेरै जब हामीले गाडी ओभरटेक गर्दाखेरि साइन गल्ती स्पिडमा हिँड्दियो होइन अब तपाईँले कुनै गल्ती गरेर पुलिसको कोही पनि चिजमा होइन त्यसमा कहिले होला यस्तो गर्न नसकिने होइन गर्न सकिन्छ तर गर्न चाहना नभएको चाहिँ हो किनकि यस्तो गर्न पाएन अब खान पाइएन पैसा त्यो त हो अब यहाँ त सबै कम्प्युटराइजेसन हुन्छ सबै डाटा हुन्छ अब त्यस्तो भएपछि सबै रेकर्ड हुन्छ अब नेपालमा म्यानुअल किन गर्छ भने म्यानुअललाई ट्र्याक गर्न गाह्रो मेन रिजन चाहिँ नसकिने होइन टेक्नोलोजी सबै ठाउँमा पुग्छ अब युज गरेर त्यसलाई कसरी अगाडि बढ्नु त्यही नै हो च्यानलबाट प्रगतिको कामना पनि गर्छु पूजा श्रेष्ठले धेरै जग्गामा घुमाइसके 3-4 महिना एनिवे जति पनि घुम्दैछौँ नलेज नभए पनि मलाई अस्ट्रेलियाको विषयमा यसरी जग्गामा छोरीले घुमाएको ठाउँ एउटा मेमोरीको लागि कम भयो त्यो है हामी आएको पनि यत्रो महिना भइसक्यो जाडै थियो अलिकति अहिले त कति ठिक्क मौसम गरम पनि हुन सुरु भइसकेको रहेछ होइन अब चाहिँ स्प्रिङ स्टार्ट हुन लाग्यो गर्मीको सिजनमा कतिको गर्मी हुन्छ नानी यहाँ अस्ट्रेलियामा त्यस्तो धेरै गर्मी त हुँदैन अब बाहिर एकछिन निस्किँदा हो नत्र बसहरू ट्रेनहरू घर सबै एसीहरू भइरहेको छ त्यो त्यस्तो गर्मी चाहिँ फिल हुँदैन बाहिर हावा लगाइरहेको हुन्छ समुद्र छ त्यही भएर चाहिँ त्यस्तो पोल्ने गर्मी चाहिँ हुँदैन जे होस् ठिकै हुन्छ त्यस्तो हावा नलाग्दा मात्र अलिअलि गर्मी हुने हो हावा लाग्दा त शीतल नै हुन्छ त्यस्तो वर्स्ट चाहिँ छैन बडा मजा लाग्यो साथीहरू भेटिन्छ यहाँ घर परिवार जस्तो जो पनि ग्रुप छ होइन फोनमा मेरो साथी छ त्यो साथी छ भन्दा पनि तपाईँ यहाँको विषयमा बताइदेऊ न त 2-4 विशेषताहरू
अब यहाँ चाहिँ अब केही नै अब एयरपोर्टको नजिकको एउटा बिच हो। अब यहाँबाट चाहिँ अब राम्रोसँग अब सिपहरू देख्छ अनि पोर्ट्सहरू देख्छ। यहाँ आउने कन्टेनरहरूको पोर्टहरू हुन्छ, त्यो पोर्टहरू अनि सानो पार्क पिकनिक गर्नुलाई, समुद्र, ब्रिज, यसो टुरिस्ट एट्र्याक्सन बनाउनको लागि। अनि साइडबाट प्लेनहरू ल्यान्डिङ भएको देख्न पाइन्छ। आरामले आनन्दसँग बस्नलाई एकदमै ठिक छ। सबै आएर आनन्द तरिकाले बस्दा रहेछन् यहाँ है। ल सबैजनालाई धेरै धेरै धन्यवाद हाम्रो ड्याडीको च्यानल हेरिदिनु भएकोमा। अनि सबैजनाले सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। अझै कुनै ठाउँ हेर्नु मन छ भने कमेन्ट गरिदिनु होला। यति नै थियो आजको हाम्रो भ्लग। अनि आजको ठाउँको नाम चाहिँ लापेरोस। मम्मीलाई केही भन्नु छ? अघि नै सबै भनिसक्यो, घुम्यो, अब घाम डुबिगयो। हाम्रो मलाई यस्तो याद आयो कि अहिले समुद्रको बिचमा टापु जस्तो हामीलाई जान पनि पाइएन त्यहाँ होइन। खास जान नदिनुको कारण के हो नानी? त्यो भएर होला कि बिचमा भर छेउछेउ पर्छ भनेर होला है। होइन, त्यो चाहिँ अब केही सङ्घ सङ्गठनको ठाउँ होला मलाई जहाँसम्म लाग्छ। किनकि त्यहाँ मैले नोटिस चाहिँ पढिनँ। अब हामी सर्वसाधारणलाई जान चाहिँ त्यहाँ अलाउ छैन, पर्मिट छैन भनेपछि अब केही गभर्मेन्टल बडिजको केही हेडक्वार्टर अथवा केही अफिस त्यस्तै हुनुपर्छ। अथवा त्यही भएर चाहिँ सर्वसाधारणलाई एक्सेस नभएको होला जस्तो लाग्यो मलाई चाहिँ। नानी होइन, अब जता गए पनि समुद्रै समुद्र क्या होइन। अब तिमीले लगभग 15-20 समुद्र देखायो होला। यो कुन समुद्र, यो कुन समुद्र, तर समुद्र एउटै हो। त्यसलाई होइन अलग दृष्टिकोणले हेर्न पाउँदाखेरि होइन यहाँ अलग टाइपले अलगै टाइपको जस्तो देखिन्छ। अर्को ठाउँमा गयो भने अर्कै टाइपको जस्तो देखिन्छ होइन। अस्ट्रेलिया त मैले बुझेअनुसार र जानेअनुसारको तिमीसित यत्रो बसिँदै छ, त्यो समुद्रको देश है कि जस्तो पनि लाग्यो होइन नानी? यहाँ चाहिँ अब धेरै समुद्र नै छ। अब समुद्रकै देश नै भनेर चिनिन्छ अस्ट्रेलियालाई चाहिँ। जे होस्, अब मान्छेहरू देश विदेशबाट समुद्र हेर्न नै आउँछ धेरै जस्तो। अब हामी नेपाली चाहिँ अब त्यस्तो धेरै वाटर एक्टिभिटिजहरू गरिँदैन। तर विदेशीहरू चाहिँ अब बच्चैदेखि स्विमिङ आउने, सर्फिङ गर्ने, अब अन्डर डाइभिङहरू गर्ने, त्यो कुराहरूको लागि चाहिँ अस्ट्रेलिया एकदमै नै फेमस छ। जे होस् 7 साल भइसक्यो तिमी यहाँ आएको। हामीले चाहन्छौँ यस्तै क्याफको साथ सबै मिलापको साथ अगाडि बढ्नु। तिम्रो बर्थडे पनि भइसक्यो, प्लस ग्रेजुएसन पनि भइसक्यो। हामी एकदम खुसी छौँ होइन। यति इभेन्टहरू देख्न पाउँदाखेरि, हामी सडनली आउँदाखेरि धेरै इभेन्टहरूमा तिम्रो इभेन्टहरूमा हिस्सा लिन पाइयो। हामी गर्व फिल गर्छौँ। त्योभन्दा पनि हकिकतमै तिम्रो सारा एक्टिभिटिजहरू हामीले अन ग्राउन्डमा हेर्न पाइयो। फोनमा भन्दा पनि हामीले अब जति उहाँ नेपालबाट फोन गर्दाखेरि यस्तो उस्तो भनेर हामीले भनिन्थ्यो भने त्यो हकिकतमा देख्दा हामी 100% भएर खुसी छौँ नानी। ल बिदा हुन्छ नानी, ल बाई। ल हेर्नुहोस् यहाँ भिडबाट लिएर ओ माई गड क्या दामी सिन देखिरहेको छ यहाँ। हेर्नै पर्ने ठाउँ मैले तपाईँहरूलाई कैद गरेर देखाइरहेको छु। ल हेर्नुहोस् अस्ट्रेलियामा जग्गा जग्गामा घुम्ने ठाउँमा मैले तपाईँहरूलाई देखाएर मनोरञ्जन गराइरहेको छु। मलाई नलेज नभए नि थाहा नभयो भने नि मैले तपाईँहरूलाई भ्यू देखाएर फुल मजा दिने प्रयास गरेको छु। ल हेर्नु सनसेट भइसकेको मैले जानकारी पनि तपाईँहरूलाई गराएँ। ल हेर्नुहोस् यो पार्क प्लस सिनहरू। सनसेट भइसकेको मैले तपाईँहरूलाई फुल जानकारी पनि गराएँ। हेर्नै पर्छ यो ठाउँ। यो यहाँ अधिकतर मान्छेहरू यो काठको ब्रिज भएको कारणले गरेर आउने
गइरहेको छु। ल हेर्नुहोस् यहाँ धेरै मजाको ठाउँ के है, घुम्नै पर्ने ठाउँ। मैले आएर धेरै अस्ट्रेलियामा आएको पनि धेरै महिना भइसकेको। ल हेर्नुहोस् न डाँडा काँडा देख्दाखेरि अजिब लाग्ने कि यहाँ। ल हेर्नुहोस् यहाँ अब अँध्यारो हुने सङ्केत भइसक्यो अस्ट्रेलियामा। त्यस कारणले मैले तपाईँहरूलाई ल हेर्नुहोस् न यहाँको घरहरू देख्दै मलाई जम्मै रहर लाग्यो क्या। सेम कति एक लेभलको घरहरू क्या, देख्न पनि साह्रै रहर लाउँदो। त्यो पारीको डोमेस्टिक एयरपोर्ट पर्छ, मैले देखाउन चाहेँ। ल हेर्नुहोस् पारीको डोमेस्टिक एयरपोर्ट, समुद्रको देश भने जस्तै। ल हेर्नुहोस् ल दर्शकबिन, अस्ट्रेलियाको लापेरोस भन्ने जग्गाको मैले भिडियो देखाएँ। कस्तो लाग्यो हेर्नुभयो होला, मजै लाग्यो। मैले फेरि पनि जाँदा के भन्न चाहन्छु भने मलाई थाहा छैन हैन, यहाँको विषयमा अन्जान छु, घुमिराखेको छु, घुमिएछ, छोरीले घुमाउँदैछन् र यहाँको भ्यूको लागि भने नि मैले तपाईँहरूलाई देखाएर मनोरञ्जन गराइरहेको छु। जस्तोको तस्तै प्रक्रिया दिनु होला, किनकि भन्दा मैले भ्लग बनाउनुको मकसद तपाईँहरूलाई क्लियर कट थाहा छ। तपाईँहरूलाई लोकेसन देखाउनको लागि हो, लोकेसन चिनाउनको लागि हो। र मलाई खुसी लाग्यो अस्ट्रेलिया घुमेको पनि यत्रो 3-4 महिना भइसक्यो र यहाँ धेरै अधिकतर मैले नानी बाबुको प्यारेन्ट्सहरूलाई भेट्छु, खुसी लाग्छ। नेपालीको तिजको पनि देखाएँ, एकदमै मेजोरिटी राम्रो भएको छ, खुसी हो। टाइमको एकदम पाबन्दी छ भन्दै मैले लापेरोस अस्ट्रेलियाको देखाएँ। कस्तो लाग्यो प्रक्रिया अवश्य पनि दिनु होला। यता जहाँ गए पनि तपाईँको समुद्र ब्रिजै ब्रिज, तर एउटा दृष्टिकोणमा एउटा तरिकाले पेस गरेछ भने अर्को दृष्टिकोणमा ले पेस गरेको छ भन्दै म बिदा हुन चाहन्छु। 2-4 शब्द लापेरोसमा घुमियो अस्ट्रेलियाको 2-4 शब्द हाम्रो म्याडमले बताइदिनु पर्यो। ल सम्पूर्ण भ्लग हेर्ने साथीहरूलाई नमस्कार। आज हामी यो लापेरोसको भ्यू पोइन्टमा एकदमै रमाइलो राम्रो हामीले हजुरहरूलाई लापेरोसको भ्यू पोइन्टहरू र यहाँको सिनहरू, समुद्रहरू, यहाँको पार्कहरू धेरै ठुलो रहेछ घुम्ने ठाउँ। त्यस कारणले थोरै भए पनि यहाँको भिडियोहरू हजुरहरूलाई पेस गरेका छौँ साथीहरू। त्यस कारणले हेर्नु होला। ठाउँ अनुसारको एकदमै समुद्र भए पनि, जहाँ गए पनि समुद्रै भए पनि त्यही अनुसारको सिन र भ्यू पोइन्ट हेर्ने वातावरण चाहिँ एकदम छुट्टै अलग अलग हुँदो रहेछ। त्यस कारणले हामी ठाउँमा धेरै ठाउँमा घुम्यौँ। आज लापेरोसमा पनि आएको, एकदमै रमाइलो राम्रो सुन्दर घुम्न पार्कदेखि लिएर एकदमै राम्रो भन्दै अब हामी यो लापेरोसबाट बिदा हुन चाहन्छौँ। हस्, बाई बाई। हेर्नुस् न, हामी दिनमै आएको, रात पर्यो, राति पर्यो, लाइट आएर मैले भिडियो बनाएको छु। हेर्नु त होला है, हेर्नु पर्छ भन्दै सब्स्क्राइब त बन्दा है। फेरि माथि हेर्नुहोस् त, ट्याङ्ग बेलको घन्टी बजाएर सब्स्क्राइब गरिदिनु।